अनि आज शनिबार ल्याब छ हाम्रो 76 नम्बर रुम मेरो भित्र गराउन दियो भने गराउ बेलुका आउँछ हाम्रो स्कुलमा ल्याउनु त मिल्दैन स्कुल किन ल्याउनु नमिल्ने भने स्कुलको फुल भिडियो लाग्ने 10 बजिसक्यो एउटा विशेष काम छ अनि पैतान जस्तो लाग्छ होला है साथीहरू कोठा कता छ साथीको खोज्दै खोज्दै हिँडिरहेछौँ दादा पनि पुरै घुम्यौँ अहिले पछाडि यसको भित्र के छ सिक्रेट ओके ओहो स्वागत छ नयाँ भिडियोमा के छ मेरो एउटा फ्यामिली अनि आज हामी छौँ स्कुलमा यो हाम्रो चाहिँ पुरा स्कुल अनि आज शनिबार ल्याब छ हाम्रो बायोलोजी ल्याब त्यसको लागि हामी आइरहेछौँ बाँकी यता साथीहरू सबैसँग एउटा ग्रुपको भित्र भइरहेछ अब हामी गराउनेछौँ अनि सरले देखाउनु दिएपछि पुरा देखाउनेछौँ बाँकी यहीँ चाहिँ हाम्रा साथीहरू भए हेर्दै गर्नु होला अब हामी भित्र पनि देखाउनेछौँ यदि लगिदियो भनेपछि ओके यहाँ छन् हाम्रो यो पहिला स्कुलको देखाउँछ यता यो चाहिँ हाम्रो उता इन्ट्री गेट छ उता तल अनि त्यस पछाडि उता अफिस माथि साना क्लासको यता धारो अनि उता पुरा ग्राउन्ड फुल हेर्नु होला यो हाम्रो जनावाबी बाँकी जनावाका स्टुडेन्टहरू यता आज शनिबारको दिन प्र्याक्टिकल भएकाले सबैजनाहरू धेरै जस्तो आएछन् टाइम हुँदैछ अनि यो चाहिँ हाम्रो क्लास हो आतै ताला लगाएछन् हाम्रो पढ्ने 76 नम्बर रुम मेरो पढ्ने अनि उता जनवाईको बस देखिरहनु भएको छ बाँकी उता पोर्ट्रेट पनि खतरा छन् भनौँ उता खतरा छन् बाँकी अहिले यता होमवर्क पनि गरिरहेछन् भनौँ केटाहरूले गर्दाखेरि उता सबैजनाहरू अहिले हाम्रो स्टार्ट हुँदैछ यदि भिड त गराउनु दियो भने गराउँछु बाँकी अहिले अब सरर आएपछि त फेरि सायद मोबाइल पनि लाग्छन् होला बाँकी यता बेलुका आउँछ पुरा छ हे गाइस हाम्रो अहिले प्र्याक्टिकल भ्याइगयो अनि भिड त चाहिँ अब गराउनु पाएन होला सरर हुनुहुन्थ्यो खास हाम्रो स्कुलमा ल्याउनु त मिल्दैन स्कुल तर शनिबार अब स्कुल नलागेको दिन त किन ल्याउनु नमिल्ने भनेर मात्र यो अनि अब यहाँ आज पुरा स्कुल बाँकी हाम्रो साथीहरू दुईवटा ग्रुपको मात्रै थियो आज अनि अगाडि थोरै छन् यति नै छ अब हामी घर जाँदैछौँ पछाडि सरहरू आउँदै हुनुहुन्छ अब रिसाउनु हुने भन्ने डर छ बाँकी है यता सरहरूलाई पनि देखाइदिउँ बाँकी अब हामी बाहिर आइसकेका छौँ त खास देखाउन पाइएन गाइस अब जाँदैछौँ भनौँ यता आज पुरै खाली छ क्या यता अब कोही छैनन् भनौँ अनि 2-4जना मात्रै छन् यहाँ गाडी चलाएका पसलहरू पनि आज सबै बन्द छन् शनिबारको दिन यस्तै छ अहिले अब यो मोबाइल पनि उता साथीको हो बाँकी आजको लागि साथ भिडियो यति हुन्छ होला अहिले अब यति नै हामी एक दिन बनाउनु दिएपछि फेरि नेक्स्ट टाइम स्कुलको फुल भिडियो लाग्नेछ बाहुबली पिक लागिरहेछ हेर्नुभयो होला खासै केही छैन बिहान उठेर हेरेको अनि उता साथीहरू हामी अब घर जाँदैछौँ यता मजारो 10 बजिसक्यो अनि आज ल्याब चाहिँ अलिक ढिलो सुरु भएको थियो त्यही भएर ढिलो लाग्यो ओके हे गाइस अघि चाहिँ ट्याक्कै स्कुलबाट आयो कि नै अनि स्कुलमै अघि सायद त्यो भलक अलि इन गरिसकेको थिएँ अघि स्कुलमा साथीको मोबाइल थियो त्यहीँ भलक गराएको थिएँ अनि सायद दिउँसो केही हुन्न होला भनेर उ गरेको थिएँ अनि अहिले चाहिँ हामी बजार जाँदैछौँ फेरि सुरु गरेँ ओके हेर्दै गर्नु होला हामी तल तातापानी साथीको रुमतिर एउटा विशेष काम छ पछि भन्छु ल हेर्दै गर्नु होला अनि सुर्खेतमा आज प्रचण्ड घाम लागिरहेको छ पुरै आज घाम लागिरहेको छ हिजो अस्ति पुरै पानी परेर चाहिँ जाडो यस्तो हुन्थ्यो आज अब घाम लाग्यो पुरै होइन ओके अब हामी जाँदैछौँ फेरि भाइ म अब एक चौकतिर हुँदै अनि त्यस पछाडि तल हरिडिलनेर छैकिया कोठा त्यतै जाँदैछौँ आज अघि स्कुल नै रमाइलो भयो अनि शनिबारको यो भलक हेर्दै गर्नुहोस् अहिले हामी यस्तो हस्पिटलभन्दा तलतिर आइसक्यौँ अनि पछाडि यो रोड जाने पैतान जस्तो लाग्छ होला है साथीहरू बाँकी अब कोही साथीले हेर्दैछ भने यतातिरको अहिले अब हामी गइरहेछौँ यता चाहिँ यहाँ फुटसल ग्राउन्ड खोलिएर रहेछ पहिला चाहिँ यस्तो थिएन अहिले चाहिँ यो साइडमा फुटसल अनि पोलो पनि रहेछ गेम भएको रहेछ बाँकी यो दादा भन्लाइन A whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She
she's chasing. हामी हरिडिल स्कुल पछाडि गयो हरिडिल स्कुल कोठा कता चाहिँ साथीको खोज्दै खोज्दै हिँडिरहेछौँ अब आइपुग्ला जस्तो छ अनि त्यो ताता पानी पछाडि घाम भइरहेको रहेछ पहिला आउने गर्थ्यौँ यता पनि हामी हाम्रो सुन्दर ताता पानी अहिले साथीलाई फोन गरेर आउँदैछ अरे अनि सामान लिएर साथीसँगै सामान लग्दैछ त्यहाँ ताता पानी आउँदैछ अहिले आउँदैछ अब लिएर जानु पर्ला नयाँ नयाँ रोड पिच भएर आइछ नि यता नआएको धेरै भएको थियो बाँकी हेर्नुहोस् राम्रो सुर्खेत हाम्रो सुर्खेत बाँकी साथी आइसक्यो अब यता हे गाइस अहिले अब यता सामान लिएर आइसक्यौँ अनि साथीको कोठा नदेखेर पुरै घुम्यौँ ताता पनि पुरै घुम्यौँ अहिले अनि फेरि बल्ल बल्ल भेटायौँ साथीले फोन गरेर आएर अहिले यही थियो सामान बस्ने यसको भिड त के छ भन्ने हो अब खासै केही होइन नर्मल कुरा हो अब हामी जाँदैछौँ एरिचोकतिर While I stay in my lane, but something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride. Hey, अब यता हामी सामान लिएर कोठा लिएर आइपुगिसक्यौँ भाइ साथी त्यसपछि के हुन्छ होला र ओके ठिक छ हेर्दै गर्नु होला भनेपछि डु लाइक एन्ड सब्सक्राइब ओके गाइज द्याट्स फर टुडे हामी फेरि नेक्स्ट भिडियो मिलेछौँ ओके बाई बाई टाटा जय नेपाल यहाँ भिड त के छ सिक्रेट ओके नभनौँ हामी I don't ask your name today, I may never get the chance to walk beside your one.